यो पृथ्वी चोकमा रहेको पोखरा बस पार्क हो र जहाँ केही समय अगाडि यहाँ घर टहराउँथे सुकुम्बासी बस्ती बसेको थियो र पोखरा महानगरपालिकाले बस पार्क बनाउनको लागि यहाँको बस पार्क आसपासमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने काम जारी गरेको छ। यो बस पार्क एरियामा रहेका सुकुम्बासी बस्तीहरू हटिसकेपछिको दृश्य हो, तपाईहरूले देख्न सक्नुहुन्छ। यति बेला खाली जमिनहरू देख्न सकिन्छ। घर टहरा भत्काइसकेपछि यहाँ सम्माउने काम, यहाँको भत्काउँदाखेरि निस्केको जति पनि कवाडी सामान फोहोर छ त्यो व्यवस्थापन गर्ने काम भइरहेको छ र पोखरेलीले देखेको सपना जुन अत्याधुनिक प्रविधि सहितको नयाँ बस पार्क देख्ने पोखरेलीको 50 वर्ष अघिदेखिको 5 दशकदेखिको सपना अब साकार हुने बेला भएको छ। पक्कै पनि हामी सबैको चाहना पर्यटकीय राजधानी पोखरामा व्यवस्थित बस पार्क बनोस्, बाहिरबाट आवत जावत गर्नेहरूले यहाँ व्यवस्थित तरिकाले अवतरणसँगै हिँडडुल गर्नको लागि सहज होस् भन्ने चाहना थियो। सोही अनुरूप अब बस पार्क बन्ने भएको छ र बस पार्क बनेसँगै पोखराको सुन्दरता पनि अझै बढ्दै जानेछ। खुम्चेर रहेको पोखरा बस पार्क अब फैलिने क्रममा छ। आफ्नो पुरानै बस पार्कको स्वरूपमा फर्किन लागेको बस पार्कको दृश्य हो यो तपाईहरूले अहिले देखिरहनु भएको, जुन यहाँ मानिसहरूको मिचाइमा परेर खुम्चिँदै 100 भन्दा बढी रोपनी जमिनबाट करिब 25-30 रोपनीमा सीमित रहेको पोखरा बस पार्क अब यहाँका जति पनि जमिन सरकारी जमिनमा बनाइएका संरचनाहरू, सुकुम्बासी बस्तीहरू आएर बसेका भवन टहराहरू भत्किने क्रम जारी छ, भत्किरहेका छन्। यहाँका व्यावसायिक कम्प्लेक्सहरू, व्यवसाय होटलहरू पनि भत्किसकेका छन्। यो पोखरा पृथ्वी चोकमा रहेको यो बस पार्क आसपासका होटल व्यवसायहरू खाली भइसकेको छ र अब पर देखिएको सुकुम्बासी बस्तीहरूलाई पनि पोखरा महानगरपालिकाले अन्यत्र स्थानान्तरण गरेर यहाँ व्यवस्थित अत्याधुनिक शैलीको बस पार्क बनाउने जुन योजना अगाडि सारेको छ, सोही अनुरूप यहाँका बस्तीहरू खाली गरिँदैछन् र यहाँका व्यवसायिक घर घरानाका बस्ती घर बिल्डिङ टहराहरू हटिसकेका छन् भने अब सुकुम्बासीहरूका घरहरू पनि हट्ने क्रममा रहेका छन्। अब ती सुकुम्बासी बस्तीहरूलाई पनि पोखरा महानगरपालिकाले अन्यत्र स्थानान्तरण गरिसकेपछि यहाँको यो सुकुम्बासी बस्तीका घर टहरा पनि हटाउने भनेर जानकारी गराएको छ। सोही अनुरूप पोखरा महानगरपालिकाले आफ्नो काम पनि अगाडि बढाइरहेको छ।